गाइसहरु हैन मेरो बुढाले ल्याएको पुसेली खोल्दैछ। एउटा सुटकेसको चाबी हराहा त्यसलाई चाहिँ खोल्नु पर्छ। यसको मात्रै चाबी छ। ल म खोल्न गइरहेको छु। यो मेरो बहिनीको मेरो ठुलो दिदीको म हो ठुलो दिदी भने चाहिँ क्यामेराम्यान हो कि अहिले क्यामेराम्यान अहिले चाहिँ क्यामेरा पछाडि हुनुहुन्छ उहाँ। यो चाहिँ मेरो हो। हजुरले फेरि एउटा दिदीलाई चाहिँ सानो बहिनीलाई चाहिँ ठुलो भनेको हैन मैले चाहिँ सानै भने हो दिदीले चाहिँ सानै भने थिए मैले चाहिँ ठुलो भने थिए मैले अनि यो चाहिँ हाम्रो यो मेरो लागि मात्रै यस्तो छ अनि स्पेशल भन्छिन्थ्यो त यही होला भाइहरुले पठाइदिएको हो कि एकदम चक्लेट हैन हामीले नमगाएको चिज पनि आएर यो चाहिँ अब गिफ्ट हामीलाई मेरो दुईटा प्लिज रिङ प्लिजिङ गोल्ड यो चाहिँ यो पनि बहिनीको तिम्रो के खा त तिम्रो त आउँदै आएन त म आज धेरै सुध्रिसकेछु हजुर यो चाहिँ हामीलाई मसला कति मसला पठाएको चिकन मसला यो चाहिँ रोजमेरी र गोल सब्जी यहाँ रहेछ त साडी 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 चाहिँ मैले मगाएको थिएन है बाइ द वे नभनेका कपडामा स्पेशल चीज छ के यहाँ आएर यो कसको हो तेरो हो कि क्या यस यो चाहिँ मेरो कस्तो राम्रो स्पेशल अनि यो पनि स्पेशल त यसको भित्र के हो त्यो यो चाहिँ सातु यो पनि हामीले भनेको थिएनौं है घरबाट आएछ चाहिँ सरप्राइजको सुड हो हैन यो कसको हो थाहा छैन पछि सोध्नु पर्छ सोधेर लाउने चाहिँ तीनजना छौं हामी तीनजना मध्ये चाहिँ एउटा लाउने तर तीनटे लाउन मिल्छ होला सरप्राइज गएको थिएन तर आएछ यो चाहिँ मेरो कडाई सामान कति आयो भनेर यहाँ हेर्ने हो कि मेरो सरप्राइज गिफ्ट यो चाहिँ मेरो कान्छी बहिनीले पठाइदिएको के हो कसैले थाहा छैन यो र यो सुट भनेको दुईटा यो चाहिँ मेरो बुढाको औषधि मैचाङ हाम्रो माइली बहिनीको यहाँ हेर यो भित्र अरु के हेर त आइडिया सिन्की मैले मगाएको है यो चाहिँ कुकर हो मेरो आमाको कुरा के हो सर होला नि त तिनीहरुको कसको के सर यो थाहा छैन यो थाहा नभएको चिजहरु आमा यो भित्र कति भारी के छ होला गेस खतरा गरेको होला है विनाजुको होला मेरो आन्टी स्पेशल अर्घाखाँचीको प्योर लोकल बेसार हामीले चाहिँ यो प्याक गरेर प्याक गर्न पठाथ्यौं यो कसको के हो यो पनि आई डोन्ट नो प्याक चाहिँ खतरा गरे है भाइ बहिनीहरु तिमीलाई धेरै धेरै धन्यवाद स्पेशल मेरो डडेलधुराको मेरो सासु आमाले पठाएको है यो चाहिँ सिमी यो चाहिँ मेरो भाइ बहिनीले आफूलाई खाने दाल बचेको पनि यहाँ यसरी प्याक गरेर पठाएको पाइन्छ र